हिजो साँझ बचेको रोटी थियो, त्यसबाट आज छोरीको लागि खाजा रेडी गर्दैछु। 2टा रोटी लिएकी छु। यसलाई चाहिँ मसिनो मसिनो गरेर स्ट्रेटमा काट्दैछु। यसलाई चाहिँ मैले एउटा चाउमिनको सेपमा काट्दैछु। धेरै लामो लामो स्ट्रिप चाहिँ भएन, सानो सानो भयो। म यत्तिकै सेप लिँदैछु। हजुरहरूले आफ्नो हिसाबले पनि काट्न सक्नुहुन्छ। यो एकदमै हेल्दी र टेस्टी हुन्छ खाजा। त्यस्तै मैले तरकारीहरू चाहिँ आफूसँग जे छ त्यही अनुसारले लिएकी छु। गाजर, प्याज, क्याप्सिकम, हरियो लसुन फ्रोजन गरेर राखेको मकै थियो, त्यसलाई तातो पानीमा हालेर एकछिनसम्म भिजाएँ। प्यान लिएँ, प्यानमा थोरै तेल हालेर एकैछिन रोटीलाई चाहिँ मैले फ्राई गरेँ। यसले गर्दा रोटी चाहिँ पछि सगी नहोस् भनेर यो स्टेप नगर्दा नि हुन्छ। त्यसपछि त्यही प्यानमा थोरै तेल बसालेर अघि काटेको सबै भेजिसहरूलाई हालेँ। नुन हालेँ, मसला आफ्नो अनुसारले हाल्न सकिन्छ। मैले चाहिँ मरिच र चिली फ्लेक्स मात्रै लिएको छु। त्यस पछाडि मैले मकै अनि पनिर हालेँ। मेरो छोरीलाई पनिर मनपर्ने भएर कोरेर हालेँ। एकछिन फ्राई गरेपछि अघिको रोटी पनि हालेर एकछिनसम्म फ्राई गरेँ। लास्टमा माथिबाट घरमा बनाएको सस थियो, त्यसलाई हालेँ। स्किप पनि गर्न सकिन्छ। आज छोरीको खाजा रेडी भयो। मिठो हुन्छ।